हेलो साथी सम्पूर्णलाई गुड मर्निङ है त मेरो तर्फबाट है त सम्पूर्ण सबैजना। ल म अहिले तपाईँहरूलाई यो बिहानको चिसो मौसममा यो मेरो पछाडि रहेको हिमाल है, घाम लागेको छ, पछाडिको त्यो हिमाल सेतो भएर मुस्कुराइरहेको छ। प्रकृतिको देन हो, असाध्यै राम्रो भ्युज देखिएको हुनाले म अहिले हाम्रो लुम्बिनी प्रदेशकै 1 नम्बर जिल्ला भनेर चिनिने गनिने असाध्यै राम्रो ठाउँ पूर्वी रुकुमको रुकुमकोटबाट मैले तपाईँहरूलाई यो भ्युज देखाइरहेको छु। यो मेरो पछाडिको यो बजार चाहिँ छिप्रिद हो साथीहरू। म छिप्रिदमा उभिएर बिहानको चिसो मौसममा हजुरहरूलाई यो भ्युज देखाइरहेको छु। अनि यो पछाडिको जुन हिमाल छ नि, आहा, मैले क्यामेरामा होइन, मैले प्रत्यक्ष आँखाले हेर्दा झन् आहा साह्रै आनन्द र साह्रै रमाइलो छ दृश्य। ल यहाँ अब हिउँ परिरहेको छ, हिउँको राम्रो वातावरण बनेको छ फोटो खिच्न, टिकटकहरू बनाउन सबैलाई अनुरोध गर्न। एकचोटि रुकुम चाहिँ पाथिहाल्लासम्मको सिमाना तकसेर लुकुमसम्म चाहिँ सबैजनाले भिजिट गरिदिनुहोस् है त गाइज। र अहिले हामी सबैजना यो छतमा बसिरहेका छौँ। सबैजना भन्नाले पनि हाम्रो घरपेटी ठ्याक्कै दिदीहरू पनि आउनु भएको छ। हाम्रो घरपेटी ट्याक्क व्यस्तै हुनुहुन्छ। ल हाम्रो टिकटक चाहिँ सबैजनाले मन पराइदिनु होला। ट्याक्क गाइजहरू फेसबुक लाइभ पनि बनाइदिनु। बढ्दार्ने चाहिँ उहाँ बहिनी हुनुहुन्छ, घरपेटी दिदीको छोरी है। उहाँको दाहिने हात पनि चल्छ, देब्रे हात पनि चल्छ। मान्छे साह्रै मेहनती र कडा हुनुहुन्छ है। मलाई असाध्यै राम्रो गर्नुहुन्छ हाम्रो घरपेटीहरूले। तपाईँहरूको घरपेटीले चाहिँ कस्तो गर्नुहुन्छ तल लाइक र कमेन्ट चाहिँ गरिदिनुहोस् है त गाइजहरू। बाई। या हिमाल हाँसेको छ नि त, यसो मजाले हाँस, जति खिचु उति खिचो जस्तो लाग्छ कि ल जा।